हेलो गुड मर्निङ नमस्ते सबैजनालाई। पर्यटकीय गाउँ सिग्लिसबाट एकदमै सजिलैसँग पुग्न सकिने अन्नपूर्ण हिमाल र लमजुङ हिमालको काखमा अवस्थित रहेको यो रमणीय दृश्यले भरिएको पहाडी स्थान हो यो कोरी। यो चाहिँ कास्की जिल्ला मादी गाउँपालिका वडा नम्बर 1 अन्तर्गत पर्ने एउटा एकदमै पर्यटकीय गन्तव्य हो र यो चाहिँ समुद्री सतहदेखि 3800 मिटरको उचाइमा रहेको छ भने यो चाहिँ नेपालको मध्यबिन्दुमा पर्दछ। रमणीय र प्राकृतिक दृश्यले भरिएको यस ठाउँमा विभिन्न मौसमहरूमा तपाईको दृश्यहरू अवलोकन गर्न सकिन्छ भने अहिले चाहिँ यो हिउँको मौसम हो, यो सिजन हो। यति बेला यो कोरी फाँटभरि नै सेताम्य हिउँले भरिभराउ भएको अवस्था छ। यहाँहरूले देख्न सक्नुहुनेछ हिम श्रृङ्खलाहरू एकदमै माछापुच्छ्री हिमाल, यता लमजुङ हिमाल, अन्नपूर्ण हिमाल एकदमै राम्रो देखिएको छ। यहाँहरू पनि यदि कोरी आउँदै हुनुहुन्छ भनेदेखि कृपया यो भिडियो हेरेर आउनु होला, यहाँको यो मनोरञ्जन भ्यूहरू हेर्नु होला। धन्यवाद।